र गाइज अब चाहिँ हामी हल्का बाहिर साइट सिइङ गर्नुलाई बाहिर साइट सिइङ भन्नु कि अब घुम्नु भन्नु कि के भन्नु है हल्का अब छुट्टीमा गिटार बोकेर बजाउनुलाई हिँड्नु है। अब यहाँदेखि सर जाने हो कहाँ जाने अरे सब भाइ पार्कतिर जाने होइन ल है त पार्क जाने पार्कमा भिडियो बनाउने गिटार बजाउँछ भाइले होइन। ल भाइ बोक त गिटार गिटार यहाँ सबै जाने हो पार्कमा फर्काउनु गएर भाइले गीत गाउँछ म सुन्छु भिडियो बनाउने हो। अब ठिकै छ हौ अझै कता कतामा छ त्यस्तो गर्मी छैन हौ कतामा आजकल होइन सट्ट जाने हो होइन। अब यहाँदेखि हिँडेर हामी एक राउन्ड चाहिँ हानौँ है भाइ है मौसम टक्क हावा खाँदै लोकेसन हेर्नु छ क्या कहाँ गीत बजाउने भनेर। लोकेसन हेरौँ होइन मान्छेहरू सबै ड्युटीमा गएको होला हाम्रो चाहिँ छुट्टी छ होइन अलिकति ठुलोबडो मान्छे अरे क्या के हो भाइ दुई दिन छुट्टी हुने मान्छेहरू ठुलोबडा हुन्छ अरे नि त नि गल्फमा त पनि। अब होइन डस्ट त अनि उठ्छ भनिरहेको नि त यसमा न्युजमै भनिरहेको थियो कि डस्टी छ दिन भनेर अलिक जोगिएर हिँड्नु मास्क खुलाएर हिँड्नु भएको थियो। मास्क त अब हामी नेपालीलाई के को मास्क ठुलो धुवा पचाएर हिँड्ने मान्छेलाई के को मास्क चाहिन्छ। अब हामी चाहिँ सरर जाउँ होइन कहाँ जाने चिया खाने चिया खाने पनि खाउँ नखाने पनि नखाउँ के छ। अब गीत चाहिँ कहाँनिर बजाउने भन्ने कुरा हो क्या र चाहिँ दामी ठाउँ चाहिँ हुनुपर्छ क्या। अब भोलिदेखि हेर ड्युटी सुरु हुन्छ 5 दिनसम्म लगातार धनाधन दिने हो 5 दिनसम्म हेर सास नफेरिकन धनकाधन दिने हो। फेरि 2 दिन छुट्टी हुन्छ फेरि 2 दिन छुट्टी भएपछि चाहिँ हामी फेरि कतै जान्छौँ यस्तै बाहिरतिर होइन। यहाँलाई कहाँ आनन्द हुन्छ र भाइ दिनभरि बस्ने एक ठाउँ आनन्द हुन्छ तिमीलाई त्यस्तो लागेको त सेक्युरिटी गार्ड उतै राम्रो हुन्छ आनन्द दिनभरि एकै ठाउँ बस्नु त 12 घन्टासम्म बसी न केही गर्नु एकै ठाउँ बसी हेरेको गर्नु त कहाँ रमाइलो हुन्छ त अनि त्यो पनि त अब एक दुईजना साथीहरू भए पनि त भन्छ नि त अब गफ गर्नलाई एक्लै पनि केही छैन रुङ्नु पर्ने पनि केही छैन क्या मान्छे आउने जाने ठाउँ पनि होइन यो अब उतै खाली ठाउँ छ। अब यहाँदेखि चाहिँ हामी यहाँनिर लोकेसन हामीले हेर्दैछौँ होइन यहाँ हामी चौरी पनि छ वरिपरि यता हेर्नु होइन चौरी छ यस्तो छ है यहाँनिर चाहिँ यस्तो भुक्ती लागिरहेको छ क्या यहाँनिर यो पुरानो मार्केट हो होइन यसलाई सब्जी मार्केट भन्छ पुरानो कतारको। अनि गभर्मेन्टले यहाँ चाहिँ अब सब्जी यो एरिया अलिकति अब भनौँ न फ्यामिली एरियातिर छ भनेर चाहिँ अब यहाँ सब्जी मन्डी हटाएर अहिले उम्सलालतिर सारिदिएको छ उम्सला भन्ने ठाउँमा भन्ने चाहिँ मैले पनि सुनेको होइन पुरै खाली छ यस्तो छ है यहाँको भ्यू चाहिँ हल्का हेर्नु त मेरो भाइ गिटार लिएर भाइले बजाउँछ। अब ल भाइ सुरु गर कुन गीत गाउने यहीँ बस्दैमा त ल यहाँ पनि ठिकै छ। ल अब चाहिँ भाइले यहाँनिर गीत गाउने अरे सुरुमा चाहिँ अलिक प्र्याक्टिस गर्छु भन्दैछ अब बजाएर अलिक भाइ मैले प्र्याक्टिस गरेकै छैन भन्नु थालो हल्का बजाएर चाहिँ ट्राई गर्छ अरे। अनि अब कुन गीत पनि सोच्दैछ उसले यहाँ अब टक्क राखिदिन्छु भाइ गाउँछ अरे अनि म चाहिँ एकछिन साइड राखिदिनु पर्ला जस्तो अब कि गीत सोच भाइ अब होइन। अब हाम्रो भाइ चाहिँ अलिकति प्रोफेसनल नै भनौँ न गाउनुमा चाहिँ गिटार चाहिँ राम्रो बजाउँछ होइन अनि मेहनती छ अनि टिकटकमा भाइरल हुन्छु भन्छ होइन। अनि सबैले चाहिँ मिलेर भाइलाई भाइरल गराइदिनु होला सबैजनाले राम्रो गाउँछ गीत पनि। कुन गीत गाउने अब जुन कुन आउँछ तिमीलाई
प्र्याक्टिस नगरी त मतलब कुन चाहिँ पुरै आउँछ तिमीलाई गाउनुलाई दामी तरिकाले हुन्छ नि पुरै यता त्यो आउँछ जुन मैले अलरेडी हालिसकेको छु के पत्ता नि एउटै चिज हारे पनि त नि अब फेरि हाल अलि राम्रो तिम्रो प्र्याक्टिस गरेर होइन राम्रो तिम्रो अब हुन्छ नि त त्यसलाई अपडेट गरेर तिम्रो उसको आउँछ कुमार सागर आउँछ कुनै गाना गाइदेऊ न त्यही गाइदेऊ होइन ल अब हाम्रो भाइले चाहिँ आज कुमार सागरको जाने भए जाऊ भन्ने गाना गाउँछ सबैले सुनिदिनु होला सबैले मन पराइदिनु होला काहीँ मिस्टेक गरेछ भाइले भने पनि अब सुझाव दिनु होला सल्लाह सुझाव दिनु होला भाइलाई होइन जहाँसम्म लाग्छ भाइले राम्रै गाउँछ ल भाइले गाउँछ म चाहिँ यता साइडमा गएर सुन्छु भाइको सिङ्गल भिडियो बन्छ है भाइलाई एकदम सिङ्गल भिडियोमा म मिलाएर राखिदिन्छु ल स्टार्ट भाइ तपाईँ नभाग्नु पर्ने हो कि बस तिमी गाउ न तिमी सिङ्गलमा कन्फिडेन्स तरिकाले म तिमीलाई यहाँबाट हेरेर हुन्छु त्यो चाहिँ भएन नि त नि मजै भएन नि त नि अनि यसरी त सिङ्गल गाउनु ल गाइदेऊ सुरु तिम्रो चाल देखेर आज फुर्फुरी लाग्यो जाने भए जाऊ माया अब धेरै नसताऊ हो तिम्रो दुखेर मुटुमै लाग्यो सकिन थाम्न हो कपाल उडा पनि नहेर मलाई फुलेको फुल ओइलेर जान्छ मेरो जाँदै दिएको छिनो हराइजाला यो त नजाँदैन फुलेको फुल ओइलेर जान्छ मन मेरो जाँदैन हो दिएको छिनो हराइजाला यो त नजाँदैन अब फुलफुल गर्ने बानी मलाई अचम्मै लाग्यो हो तिम्रो दुखेर मुटुमै लाग्यो सकिन थाम्न हो मारी जननी देवी कुमारी जननी देवी अमुन्द्र भएर गए कुमारी जननी हो कुमारी जननी देवी तत तन मन तन खायो दामी अब यो समुद्र पारी जाउँ कि त्यो समुद्र पारी जाउँ हो तिम्रो दुखेर मुटुमै लाग्यो सकिन थाम्न ल मेरो भाइले यस्तो दामी गाइदियो नि यस्तो दामी गाइदियो मलाई चाहिँ अब बर मन पऱ्यो तपाईँहरूलाई कस्तो लाग्यो है सुझाव प्रतिक्रिया दिनु होला होइन हाम्रो अब यो मिनी ब्लगमा पनि भाइले एकदम है दामी स्वरले एउटा मिठो गाना हाम्रो कुमार सागर दाईको चल्दो बल्दो हाम्रो अहिलेको एकदम लिजेन्ड दाईले को गाना एकदम गाइदियो है खुसी लाग्यो मलाई लिरिक्स चाहिँ अब लिरिक्स त यस्तो हो लिरिक्स त अब सबै त पर्फेक्ट त अब हामी सिङ्गर होइन प्रोफेसनल सिङ्गर होइन होइन अब त्यो बिस्तारै बिस्तारै त्यसलाई अब हाम्रो सुधार्दै भ्युअर्सहरूले जानुपर्छ बुझ्छ त्यो कुराहरू सुधार्दै जानुपर्छ है भाइ ल उहाँ चाहिँ दामी 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 लाग्यो है अब अरू गाना कुनै गाउँछौ कि होइन आज तपाईँको भिडियो बनाउने अँ त्यसपछि फेरि एकछिनमा प्र्याक्टिस गरेर अर्को गाना रेकर्ड गर्नु भिडियो कस्तो खालको भिडियो बनाउनु त खोइ अब एउटा टिकटकमा हाल्नलाई अब यो त युट्युबको लागि बनाउँदैछु म होइन युट्युबमा हालिदिने त आफ्नो मिनी ब्लग जस्तो बनाएर होइन यस्तै बाहिर यस्तो हुन्छ हौ भाइ बाहिर पनि नि यो एसीको हावा खाँदा 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 त्योभन्दा त दामी चाहिँ यो बाहिरै आएर नि शनिबार छुट्टीको दिन चाहिँ हल्का अब दिउँसो त बर घाम हुन्छ होइन दिउँसो त सकिँदैन पनि होइन दिउँसो त बढी घाम हुन्छ अब आज सकिँदैन पनि नत्र बाहिर बस्नु चाहिँ मलाई चाहिँ एसी भन्दा पनि
बाहिरै चाहिँ आएर होइन हल्का यस्तो दाजुभाइ बसेर तिमी गिटार बजाउनु साइडमा प्र्याक्टिस गर्दै अब यसो कोसँग फोनमा बोल्नु छ भने पनि त्यही क्या यस्तो भन्दा बाहिर गएर नेचुरल हावा खाँदाखेरि चाहिँ शरीरलाई पनि राम्रो हुन्छ है त्यस्तो लाग्छ कति एसीको हावा खाँदै कोठाभित्र 4 कोठाको दिवारभित्र बस्नु है सुत्दै बत्ती गर्नु पनि हुन्छ 2 दिन छुट्टी छ कति सुत्नु अब शुक्रबार चाहिँ हल्का अब ड्युटी गरेको लुगाहरू दिने लुगाहरू धुइसकेपछि सबै थोक गरेर आइरन साइरन लगाइसकेपछि चाहिँ टक्क बाहिर आएर बेलुका खाएर यसरी बसेर चाहिँ दुःख सुखाएको कुराहरू गर्नुपर्छ भने हप्ताभरिमा कति दुःख भयो कति सुख भयो होइन दुःखै दुःख मात्रै छ होइन त्यस्तो भन्नु नि होइन आज सुख पनि हुन्छ दुःख पनि हुन्छ होइन बराबर गएर त्यसरी गर्नुपर्छ अनि अरू कुरा चाहिँ के भाइ मैले तिमीलाई अघि भन्दै नि भाइ सिङ्गल भिडियो बनाउनु पर्छ भन्दै होइन तिम्रो गाना सुनेर त मेरो त जिउ त लचक 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 हल्लेर नि नाच्न मन लागेर म त आएँ नाच्छु भन्दै है तिम्रो सिङ्गल भिडियो बनाउने भन्दै थियो नि त त्यही भएर पनि साइडमा बसेको थिएँ फेरि तिमीले गाना गाउनु थाल्यो कि गानामा त म त पुरै भाइब्स आएर म त नाच्न थालिहालेँ है तिम्रो सिङ्गल भिडियो भएन है म आएँ त बिचमा ताक्यो यहाँ कस्तो मलाई भाइ यार यो त उफ्रेकै थिएन यत्रो भइसक्यो यार कति 2 वर्ष भएको छ होला उफ्रेको थिएन फुटबल नखेल्ने पनि कति भइसक्यो ओभर गऱ्यो यार बानी हराए त फुटसल खेल्थ्यौँ पहिली त त्यो बानी नै हराएछ यार अहिले एकछिन उफ्रेको त उही स्यास सास तर तपाईँले मलाई फुटबलमा चाहिँ नसक्नु रहेछ होइन अनि म त धेरै पनि त नखेलेको तिमी त भर्खर त होला छोडेर आएको आउने बेला छोडेको होला तिमीले होइन फुटबल खेल्न मैले त उहिले छोडेको नि त नि खेल्थेँ म पनि पहिली त सास मात्रै भयो छाती नै पोलो यस्तो भएछ पुरै सास बढेर है लगाइ चाहिँ अब यस्तै रमाइलो गर्दै बसिरहेको छ हामी चाहिँ अब छिनपछि हामी पनि रुममा गइन्छ अब किन भन्दाखेरि सास परेपछि खाना बनाउनुपर्छ खानाहरू आज के छ सब्जी के बनाउने भन्ने सोच्दैछौँ हामी दाजुभाइ अब अरू साथीहरू पनि छ हामीलाई चाहिँ मोस्ट प्रब्ली आज अन्डा करी खाउँ भन्ने सोच छ मेरो होइन अब केटाहरूले के भन्छ त्यसमा अब खाउँ ल राजी भनौँ भने राजी होइन खुसीले खाने हो लो गाइज आजको लागि चाहिँ हाम्रो मिनी ब्लगलाई हामी यसरी नै यहीँबाट टाटा गर्न चाहन्छु थ्याङ्क यू गाइज थ्याङ्क्स फर वाचिङ है लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला हामीलाई सपोर्ट गरिदिनु होला हामी नयाँ भर्खर अब ब्लग बनाउन सुरु गरेको म भनौँ न म भाइले पनि सपोर्ट गरिरहेको छ मलाई त्यसमा होइन थ्याङ्क्स गाइज ग्रिनेरीमा